हामी नेपाली सधैँ आशामा बाँच्यौँ। हरेक चुनावमा सोच्यौँ अब त देश बदलिन्छ, अब त भ्रष्टाचार घट्छ, अब त हाम्रो छोराछोरी विदेश जानु पर्दैन। तर वर्षौँदेखि उही अनुहार, उही भाषण, उही बाचा र उही निराशा। आज गाउँका खेत बाँझा छन्, सहरका कोठाहरू खाली छन्, किनकि युवाहरू विदेशिएका छन्। हामीले गल्ती कहाँ गर्यौँ कि हामीले विश्वास गलत ठाउँमा गर्यौँ? आज देशमा नयाँ शक्तिहरू उठिरहेका छन्, किनकि जनताको धैर्य सकिँदै थियो, आवाज दबिएको थियो, तर भित्रभित्र आगो बलिरहेको थियो। नयाँ नयाँ पार्टीहरूलाई भोट दिनु सिर्फ पार्टी बदल्नु होइन, यो भनेको आशालाई अर्को मौका दिनु हो। यो भनेको हामी अझै हार मानेका छैनौँ भन्नु हो। जोखिम छ, नयाँहरू पनि बिग्रन सक्छन्, तर पुरानै बाटोमा हिँडिरहँदा हामी कहाँ पुग्यौँ त? त्यसैले यदि तपाईँको घरको छानो चुइँदैछ भने के तपाईँले वर्षौँदेखि एउटै मिस्त्रीलाई बोलाइरहनुहुन्छ कि नयाँ उपाय खोज्नुहुन्छ? देश पनि हाम्रो घर हो र यो घर बचाउने बनाउने जिम्मा हाम्रो भोटमा छ, हाम्रो मतमा छ। मत भनेको कागजको टुक्रा मात्र होइन, यो भविष्यको हस्ताक्षर हो। यो तपाईँको छोराछोरीहरूको सपना हो। त्यसैले पार्टी होइन, व्यक्ति हेरौँ, नारा होइन, काम गर्ने क्षमता हेरौँ। परिवर्तन सजिलो हुँदैन, तर परिवर्तन सुरु गर्ने हिम्मत चाहिन्छ। अनि त्यो हिम्मत तपाईँको एक मत या भोटमा लुकेको हुन्छ। अब प्रश्न तपाईँलाई, अब फेरि पुरानालाई भोट दिने कि इतिहास बदल्ने र नयाँ इतिहास रच्ने? त्यसैले तपाईँको एक मतले परिवर्तनको आवाज गरिरहेको छ।